अब एकैछिनको लागि रिल्स समाचार स्क्रोल गर्न छोड्नुहोस्। यो भिडियोलाई पज गर्नुहोस् र शान्त ठाउँमा गएर आँखालाई बन्द गरिदिनुहोस् र केही क्षण मसँगै बस्नुहोस्। अहिले यति धेरै दुःखद समाचारहरू आइरहेका छन्। जे भइसक्यो त्यसलाई सम्झेर हामी निरन्तर दुःखमा बसिरहेका छौँ र हजुरले जे महसुस गरिरहनु भएको छ त्यो स्वाभाविक हो। सुखलाई महसुस नगर्नुहोस् भनेर भन्न मिल्दैन भने दुःखलाई पनि महसुस नगर्नुहोस् भनेर भन्न सकिँदैन, किनभने दुःख पनि प्रेमकै अर्को रूप हो। जसलाई हामीले गुमाएका छौँ उनीहरूप्रतिको हाम्रो माया, त्यो सम्बन्धको गहिराई त्यसैबाट महसुस हुन्छ। त्यसैले आँसु आइरहेको छ भने रोऊँ, मन भारी भइरहेको छ भने केही समय मौन बसौँ। तर यदि हाम्रो मनमा निराशा छाएको छ भने आशाको ज्योतिलाई निभ्न नदिऊँ। यो हामी सबैको लागि एउटा परीक्षा हो। जीवनमा यस्ता परीक्षाहरू धेरै पटक आउँछन्। सुख, दुःख, मिलन, बिछोड, आशा, निराशाका क्षणहरूले हाम्रो विश्वास, धैर्य, करुणा र समर्पणलाई जाँचिरहेको हुन्छ। सायद यो समय र यो परीक्षामा हामीले आफूभित्रको शक्ति र चेतनालाई अझै जगाउन जरुरी छ। परमात्माप्रतिको भरोसालाई अझै गहिरो बनाउन जरुरी छ, किनभने सुख र दुःखभन्दा पर हाम्रो आत्मा छ। हाम्रो आत्मा यही सुख र दुःखको साक्षी बन्न सक्छ। भागवत गीतामा पनि श्री कृष्णले भन्नुहुन्छ कि आत्मा न त कहिले जन्मन्छ न त कहिले मर्छ। यो अजन्म, नित्य, शाश्वत र पुरातन छ। शरीर नष्ट भए पनि आत्मा नष्ट हुँदैन। यो सबै कुराहरू महसुस गरिरहँदा पनि कैयौँ भावनाहरू हामीभित्र प्रकट हुन्छन्। तर योगले हामीलाई सिकाउँछ कि भावनाबाट भाग्ने होइन, भावनालाई सचेत भएर हेर्न सिक्नुपर्छ। दुःखलाई दबाउने होइन, त्यसलाई स्वीकार गर्दै त्यसको साक्षी बन्नु नै हाम्रो साधना हो। आजको यो पीडा पनि हाम्रो धैर्य, करुणा र समर्पणको परीक्षा हो। हामी यस परीक्षामा एकअर्काको साथमा छौँ, प्रार्थना मार्फत र अभ्यास मार्फत। अहिलेको समयमा हामीले सुख र दुःखभन्दा पर रहेको हाम्रो आत्मालाई सम्झनुपर्छ। आफूलाई भगवानमा समर्पण गर्नुपर्छ। यदि परमात्मामा विश्वास गर्छौँ भने त्यस विश्वासलाई मन, वचन, कर्मले पूर्ण रूपमा अँगाल्नुपर्छ। समर्पण भनेको दुःखलाई अस्वीकार गर्नु होइन, आफ्ना सबै प्रश्नहरूको उत्तर पाउनु पनि होइन। आँसु, पीडा र असहायपनका भावनाहरूलाई भगवानको चरणमा राखिदिउँ। उहाँको योजनामाथि भरोसा गरौँ। जीवन त सधैँ जन्म र मृत्यु, मिलन र बिछोड, सुख र दुःख यी सबै कुराको चक्र हो। हामीले भगवानको सम्पूर्ण योजनालाई सायद कहिले पनि बुझ्न सक्दैनौँ, तर विश्वास गर्न सक्छौँ कि कुनै पनि अनुभव सायद अर्थहीन हुँदैन। कहिलेकाहीँ आत्माले सिक्नुपर्ने पाठ, सम्बन्धले दिनुपर्ने प्रेम र जीवनले देखाउनु पर्ने सत्य हाम्रो बुझाइभन्दा धेरै गहिरो हुन्छ। सुखमा हामीले भगवानलाई धन्यवाद भन्न सिक्छौँ भने दुःखमा हामीले आफूलाई समर्पण गर्न पनि सिक्नुपर्छ। किनभने भगवानमा विश्वास गर्नु भनेको दुःख कहिल्यै नहुनु होइन, बरु दुःखको बीचमा पनि आफूलाई पूर्ण रूपमा एक्लो नठान्नु हो। स्वीकार गर्नु भनेको भावनालाई दबाउनु वा सम्बन्धलाई बिर्सनु होइन। समर्पण गर्नु भनेको जीवनका ती सुख, दुःख सबै पाटोहरूलाई भगवानको उपस्थितिमा बिस्तारै सम्हाल्दै जानु हो। हामी मध्ये कसैले बिछोडलाई शान्त रूपमा स्वीकार गर्न सक्छौँ, कसैले धेरै रोएर, सम्झेर र प्रश्न गरेर। सबै स्वाभाविक हुन्। हरेक आत्माको शोक गर्ने तरिका फरक हुन्छ। त्यसैले आफ्नो दुःखलाई अरूको दुःखसँग तुलना नगरौँ र आफूलाई कुनै निश्चित तरिकाले महसुस गर्न बाध्य नबनाऊ। आज जसले पनि आफ्नो परिवारका सदस्यहरूलाई सम्झेर दुःखी भइरहनु भएको छ, उहाँहरू बलियो बन्नु पर्दैन र उहाँहरू नरोइकन बस्नु पनि पर्दैन।
या यो भगवानको इच्छा थियो भनेर आफ्ना भावनाहरूलाई चुप गराउनु पनि आवश्यक छैन। कहिलेकाहीँ सबैभन्दा ठुलो सान्त्वना समाधान होइन, आफ्ना भावनाहरूलाई बग्न दिनु हो। किनभने जसलाई माया गरिन्छ उहाँको सम्झनाले नै हामीलाई दुखित बनाउन सक्छ। तर यो महसुस गर्न जरुरी छ कि हामी एक्लै छैनौँ। जे जस्तो भयो त्यो पीडालाई त हामी हटाउन सक्दैनौँ, तर त्यसलाई हामी प्रेमपूर्वक आफ्नो मनमा ठाउँ दिन सक्छौँ, प्रार्थना गर्न सक्छौँ। त्यसैले अहिलेको यो क्षणमा कम्तीमा हामीले आफ्नो मन र शरीरको ख्याल गर्नुपर्छ। मनमा जम्मा भइरहेको भारलाई केही समय बिसाउने तरिकाहरू खोज्नुपर्छ। केही क्षण हामी सँगै बसेर श्वासलाई महसुस गर्नुपर्छ। त्यसैले म निमन्त्रण गर्दैछु हजुरहरू सबैजनालाई सुख र दुःखभन्दा पर रहेको आफ्नो आत्मालाई सम्झँदै केही समय हामी अब आउने योग र ध्यानको सेसनमा समर्पित हुन्छौँ। हामी दुःख बिर्सन र केही कुराबाट भाग्नको लागि होइन, बस केही समय आफूलाई सम्हाल्न र आफ्ना भगवानलाई आफ्नो मनभित्र स्थान दिन सँगै साधनामा एकत्रित हुनेछौँ। सबैजना माथि दिइएको समयमा जोडिनुहोला। हामी सँगै साधना गरेर यी सबै भावनाहरूलाई आफ्नो मनभित्र ठाउँ दिने प्रयास गर्छौँ। See you on the mat.